नमस्ते सबैजनालाई। आज हामी प्रेसर कुकर पास्ता बनाउँदैछौँ है त। त्यसको लागि चाहिन्छ सोया चङ्क, अनि घरमा भएको भेजिटेबल्स, गार्लिक चप्ड, अनि अनियन्स दुईटै तेलमा फ्राई गर्ने अलिकति, अनि देन सबै भेजिटेबल्स र सोया चङ्क चाहिँ हामीले फ्राई गर्नुपर्छ तेलमा अलिकति। मैले साइडमा टमाटर कट गर्दैछु। हजुरहरूलाई कतिजनाको लागि बनाउन मन लाग्छ त्यही हिसाबले आफ्नो क्वान्टिटी चाहिँ एड गर्नुपर्ने हुँदछ। अनि यो पाक्दा सँगसँगै मैले नुन, बेसार, जिरा, धनियाँको धुलो अनि आफूलाई मन लागेको मसलाहरू चाहिँ एड गर्न सकिन्छ स्वादअनुसार। ओरिगानो चाहिँ मस्ट हो पास्ताको लागि। मैले चाहिँ सँगसँगै म्यागी मसला पनि अलिकति एड गरेँ, त्यो सँगैको टमाटो केचप र सोया सस पनि मैले अलिकति एड गरेँ। अनि धनियाँ साइडमा चप गरेर रेडी छ। त्यसमा मैले ग्रेभी पाकेपछि आफ्नो पास्ता ब्रेक गरेर हालिदिएँ, अनि सँगसँगै आफूलाई चाहिने जति पानी पनि मैले हालिदिएँ। कतिको झोलिलो ग्रेभी खान मन लाग्छ त्यही हिसाबले हजुरहरूले पानी हालेर यसलाई 1 देखि 2 सिटी लगाइदिनु भयो भने हजुरको प्रेसर कुकर पास्ता चाहिँ बनेर रेडी हुन्छ। अब धनियाँ र आफूलाई स्वादअनुसारको खुर्सानी हालेर इन्जोय गर्नुहोस्। लाइक र सब्सक्राइब गर्न नभुल्नु होला है।